यो मुजी त गए गुज्रेकै हो। मुजी नै भन्छु म त, यो मुजी गुइठे मुजी हर्के मुजी। एकछिन हेर्नु होला उहाँ अङ्कलले गरेको कुरा हर्क साम्पाङको विषयमा। जब बालेन शाहले सुकुम्बासी एरियामा डोजर लाउन लाएदेखि लगातार अहिलेसम्म हर्क साम्पाङ विरोधमा उत्रेका छन् स्ट्याटस मार्फत। तर चाहिँ त्यो विरोधको कामै लागेन। अहिले जति पनि जनताहरू अहिले हर्क साम्पाङको विरोधमा उत्रिएका छन्, जबदेखि हर्क साम्पाङ बालेन विरुद्ध उत्रे अब लाग्नेवाला केही पनि छैन। हर्क साम्पाङको समर्थकहरू झनभन्दा झन घट्दो गइरहेको छ दर्शक वृन्द। अब कुनै हर्क साम्पाङका झोलेहरू यस्ता झोलेहरू छन् कि हर्क साम्पाङले जे नचाहिने चिज दिए पनि प्रसाद भनेर खाने झोलेहरू पनि छन् है। त्यसलाई अब लाग्दैन जति भने पनि। अब एकैछिन हेर्नु होला उहाँ अङ्कलले गरेको कुरा, एकैछिन हेर्नु हर्क साम्पाङको विषयमै हो। हर्क साम्पाङ जो सांसद त सांसद, यी यत्रो सांसद मुला तपाईँ भन्न त कुनै पनि हालत नसुहाउने सांसद त मासाला। पहिला बुझ त्यो क्षेत्रमा गएर हुकुमबासी छ, सबै बालमा दिइरहेको सुकुम्बासीहरू हो। त्यहाँ 23-24 जना सुकुम्बासी छ, बाँकी सबै हुकुमबासी हो। माचिक्ने त्यो घटाउनलाई त डोजर चलाउनै पर्छ नि, कुरा गर्छ र। अब त्यहाँ अर्काको जग्गामा आनन्दले त्यो बसिरहेको मान्छेलाई हटायो भनेर आनन्दले बस्न पाउँछ त्यो खोलाको छेउ जग्गाको? त्यो त मापदण्डले भेटाएको जग्गाहरू त फेल छ त। यो हर्क साम्पाङ ठिक छैन है। यसले गरेको कुनै पनि कुराहरू मिल्दैन। यो सांसदबाट किक आउट निकाल्थे त्यो माओवाद। यो मुजी गुइया हर्क त गुइयै नै हो क्या। यो अर्कालाई पाठ सिकाउने, आफै भएको पाठ चाहिँ कसले सिकाउने नि? अरूले सिकायो भने मान्ने नमान्ने। तै राजा तै कस्तो रिस उठ्छ मलाई त यो हर्क साम्पाङ। के गर्ने भनौँ भने के भनौँ? यो मुजी त गए गुज्रेकै हो। मुजी नै भन्छु म त, यो मुजी गुइठे मुजी हर्के मुजी। कमसेकम अरूले त्यत्रो समाजले भनिरहेछ, कमसेकम मान्ने मै हुँ राजा मै। कस्तो घमण्डी हे भगवान्! यस्तोलाई त चाँडै लिएर गए हुन्थ्यो नि हो संसदमा। के भन्ने अब कमसेकम लाखजनाले गाली गरिसक्यो होला यसलाई। मैले हेर्छु खालि हर्क साम्पाङलाई गाली गरेर म त यसको पुच्छरै हो। यसलाई त म छोड्दिनँ, गाली गरे गर्छु, किनभने यसको काम राम्रै छैन। अर्काको खुट्टा तान्ने बाहेक अरू केही काम गरेको छैन। साम्पाङ जो सांसद त सांसद, यी यत्रो सांसद मुला तपाईँ भन्न त कुनै पनि हालत नसुहाउने सांसद त मासाला। पहिला बुझ त्यो क्षेत्रमा गएर हुकुमबासी छ, सबै बालमा दिइरहेको सुकुम्बासीहरू हो। त्यो कस्तो लाग्यो दर्शक वीरेन्द्र उहाँ अङ्कलको कुरा? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। हुन त हो कि हर्क साम्पाङ यति बढी भएछन् आजकल, यति अब के खालका मान्छे हुन् कसैले बुझ्न सकेको छैनन् कि त्यही सरकारकै पछि परेको जति राम्रो गरे पनि विरोध। पुराना दलहरूको बारेमा केही आवाज उठाउनन्। त्यही रासोपा बालेन, रासोपा रवि बालेन, रासोपा रवि काम नलाग्ने मान्छे रहेछ नि हर्क साम्पाङ। थत्तेरी क्या।